हेलो गाइज, आज कति पुसको 26 गते अनि यस्तो घाम लाग्यो नि त। अस्ति घरका चुक जति खाएर सिद्ध्याए। यिनीहरू फेरि आज 10-10 रुपियाँ टोलकाले घरकाले 10-10 रुपियाँ उठाएर यहाँ भोगटे लिएर आउँदैछन्। भोगटे ल्याउन यिनीहरू ठ्याक्कै 1 घन्टा लाग्यो। हामी बाटो कुरेन हैन, चढ्नु पर्ने थियो नि, त्यही भएर। रुखमा को चढ्यो? म। कत्रा ठुला लिएका हुन्। कति रुपियाँ दाना अरे? यो चाहिँ 10 वाला, यो चाहिँ 20 वाला। 10 वाला, यो 20 वाला। ए 4 दाना रहेछन्। अब यो भोगटेलाई परबाटी जाउँ कि यही जाउँ? यो भोगटेलाई अब देखाऊ यहाँ टक्क यो घाममा। आज घाममा काटेर खाने, घामले नि आँखा पिची भइसक्यो। जहाँ पनि भोगटी आएर परबाटी पनि भोगटी खान लाग्छ। कहाँ परबाटी जाउँ ल? यो भिडियोलाई अहिले पोस्ट गर्छु, त्यसपछि हामी चाहिँ पेलाउन आउँछ। यस्तो खाएको हजुरको मुखबाट पानी निकाल्न आउँछ। कहाँनिर खाने? पर यही आऊ कि? कहाँ? यहाँ अनि बिछाएन क्या हुनु परेन? यस्तो ठाउँमा बसेर खाउँ अरे, हेर न ल। अब आजको 26 गतेको हाम्रो काम चाहिँ देखाउँदैछु। यस्तो अल्छी लाग्यो मलाई। यिनीहरू त आफै 10 रुपियाँ उठाएर अनि आफै ल्याउन गएका, अनि म पनि मोबाइल लिएर आएको थिएँ। यसो आएँ, पुरा भोकट ल्याउन लाग्यो। अनि भिडियो सेयर गरिदिन्छु भनेर अनि भिडियो सेयर गर्दै गएको मैले। यही यस्ता ठाउँमा बसेर खाउँ भन्थेँ नि। यहाँ कहाँ बसेर खाने भने बस्ने त ठाउँै छैन। अनि मैले हाम्रो घरको बरन्डामा होटल मानेर आउँछ। हामी बरन्डा बोकेर ढाउका माउका बरन्डा जानु लाग्छ। अहिले तिम्रो भिनाजु आएको थियो, भेटाएको थियो। मम्मी हो गइहाल्छ लगेर, म पनि जाँदैछु। अब घरमा जाने बनाएर फेरि आइगयो बाहिर भनेर फेरि आइगयो आउन मन लागेर।